चौधरी हो महिला मैले के विश्वास लिएको छु भने तपाईहरुले हाम्रो कुरा के हो भन्ने बुझी पनि सक्नु भएको छ। म संक्षिप्तमा मात्रै हामीले किन यो हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान चलाउन पर्यो र यसको उद्देश्य के हो भन्ने बारेमा संक्षिप्तमा राख्न चाहन्छु। तपाईहरु सबैलाई म कतातिर ध्यान आकर्षित गर्न चाहन्छु भने हामीले केही समय अगाडि हाम्रो पार्टी केन्द्रको बैठकमा विगतको हाम्रा काम कारबाही बारे संघर्ष बारे सबै विषयमा गम्भीर समीक्षा गरियो र समीक्षाबाट हामी एउटा निष्कर्षमा पुग्यौं कि हामीले हाम्रो वर्ग भनेको उत्पीडित वर्ग मजदूर किसान दलित आदिवासी मधेसी मुस्लिम थारू लगायत सबै उत्पीडित समुदायसँगको हाम्रो सम्बन्ध जति बलियो भएर जानु पर्थ्यो त्यो हुन सकेन। हामीले एउटा त्यो समीक्षा गर्यौं। हामीले हाम्रो मुद्दाहरू उत्पीडित वर्ग समुदायको हक र अधिकारको मुद्दाहरू उनीहरूको आत्मसम्मान पहिचान र मुक्तिको मुद्दालाई पनि जति दरोसँग उठाइराख्नु पर्ने थियो त्यसमा पनि हाम्रा केही कमी भए। परिणामतः हामीले सोचे जस्तो गरी विकास र समृद्धिले पनि गति लिन सकेन। हामीले भने जस्तो गरी सुशासन सामाजिक न्याय र आर्थिक समृद्धि पनि हुन सकेन। त्यसकारण हामी एकचोटि फेरि हाम्रो मुद्दामा नै केन्द्रित भएर जनसमुदायसँग जोडिनुपर्छ भन्ने निष्कर्ष हामीले निकाल्यौं। त्यो एउटा गम्भीर निष्कर्ष थियो र त्यसको निम्ति हामी सबभन्दा पहिला यो देशका राज्यद्वारा सबभन्दा बढी विभेदमा पारिएको उत्पीडनमा पारिएको वर्ग र समुदाय र जनताको पनि ठूलो संख्या रहेको नेपालको दक्षिणी सिमानामा हुलाकी मार्ग वरिपरि रहेको जनतासँग नै हामी जोडिन जानुपर्दछ र उहाँहरूसँग हाम्रो आत्मसमीक्षा गर्दै तपाईहरुको मुद्दालाई हामीले जति दरोसँग उठाउनु पर्थ्यो हामीले सकेनौं। तर पछिल्लो पटक मैले तेस्रो पटक प्रधानमन्त्री हुँदै गर्दा मैले तपाईहरुका मुद्दालाई सरकारको मोर्चाबाट सरकारको नेतृत्वको हैसियतले भ्रष्टाचार विरोधी अभियान तपाईहरुलाई थाहा छ। म अहिले लामो व्याख्या गर्दिन। सुशासनको पक्षमा एउटा अभियान चलाइयो। यो देशमा भ्रष्टाचारीहरूका कारणले जनताको विकास र समृद्धिको आकांक्षामाथि कुठाराघात भएको छ। त्यसकारण भ्रष्टाचार जस्तो महारोगका विरुद्ध हाम्रै पार्टीले र हाम्रै नेतृत्वको सरकारले लडाईँ लड्नुपर्छ भनेर हामीले लडाईँ छेड्यौं। तपाईहरुलाई थाहा छ सामाजिक विभेद र सामाजिक अन्यायका विरुद्ध सामाजिक न्यायको पक्षमा पनि हामीले आन्दोलन या सरकारबाट नै हामीले अभियान छेड्यौं र देशमा आर्थिक पछौटेपनका विरुद्ध आर्थिक संकटका विरुद्ध समृद्धिका लागि पनि हामीले एउटा अभियान चलायौं। मलाई लाग्छ तपाईहरुले थाहा पाइराख्नु भएकै छ भ्रष्टाचारमा डुबेका पार्टीका ठूलठूला नेताहरू भए पनि कर्मचारी तन्त्रका ठूलठूला हाकिमहरू भए पनि राज्यको जमिन
व्यक्तिको नाममा पार्ने भूमाफियाहरू जतिसुकै ठूला भए पनि अनि दलाल र बिचौलियाहरू रातारात करोडौंपति बन्नेहरूका विरुद्ध पनि हामीले अभियान चलायौं र त्यसबाट बिस्तारै जनतामा एउटा आशा, नयाँ भरोसा जाग्दै थियो। हामीले सामाजिक न्यायको क्षेत्रमा तपाईहरुले यहाँ मलाई अहिले धेरै साथीहरूले मिटर ब्याजका विरुद्ध किसान मजदूर आन्दोलन भन्दै ज्ञापन पत्र दिनुभएको छ। उखु किसानहरूका समस्याको बारेमा पनि तपाईहरुले मलाई दिनुभएको छ। तर म के भन्न चाहन्छु भने सामाजिक न्यायको मुद्दा भित्र हाम्रै पार्टी र हाम्रै नेतृत्वको सरकारले पहिलोचोटि मिटर ब्याज पीडितहरूको आन्दोलन गर्ने नेताहरूसँग, आन्दोलनकारीहरूसँग सहमति गरेर, सम्झौता गरेर उहाँहरूका जायज माग सम्बोधन हुनुपर्छ भनेर ऐन बनाउन पहल गर्ने एकमात्र पार्टी माओवादी केन्द्र मात्रै हो। तपाईँ इतिहासमा अर्को कुनै पार्टी छैन, हाम्रै पार्टीले बनायो। तर अझै पनि यो समस्याको पूरै समाधान भएको छैन भन्ने कुरा माओवादी केन्द्रलाई राम्रोसँग थाहा छ। हामीले मिटर ब्याज पीडित संघ संस्थाहरूसँग लगातार संवाद पनि गरेका छौं। ऐन बनाउने बेलामा के समस्या हुँदो रहेछ भन्ने कुरा पनि हामीले महसुस गरेका छौं र बनेको ऐन कार्यान्वयन गर्नको निम्ति हाम्रो नोकरशाही तन्त्र, हाम्रो कानूनी संयन्त्रमा कहाँ जटिलता छन् भन्ने कुरा पनि माओवादी केन्द्र र हाम्रो नेतृत्वले सबैभन्दा राम्रो बुझेको छ। मिटर ब्याज पीडितहरूको पक्षमा होइन, मिटर ब्याजीहरूको पक्षमा जहिले पनि अदालत उभिने गरेको तपाईहरुले बुझ्नु भएको छ। कागजहरू, तमसुकहरू, प्रमाणहरू जहिले पनि फटाहरूका दलालहरूले तयार पारेका हुन्छन् र हाम्रा गरिब मजदूर किसानहरू जसले बाँच्नको लागि, जीविका चलाउनको लागि मिटर ब्याजीहरू कहाँ गएर जस्तो सुकै शर्तमा पनि ऋण लिने गरेका हुन्छन्। उनीहरूले जहाँ पनि ल्याप्चे लगाइदिन्छन्। उनीहरूलाई सबै ज्ञान पनि हुँदैन, यो तमसुकले के गर्ने हो भोलि गएर भन्ने कुराको जानकारी पनि हुँदैन। यस्ता सोधा सिधा गरिब मजदूर किसानहरू, दलितहरूलाई लुटेर धनी बन्ने र प्रमाणहरू उनको पक्षमा हुँदा ऐन बनाएर पनि कार्यान्वयन गर्न नसकेको तीतो पीडा पनि हाम्रो पार्टी र नेतृत्वलाई छ। त्यसकारण म तपाईहरुलाई के भन्न चाहन्छु भने यो समस्याको अन्तिम समाधान सही विचार, सही नीति र नेतृत्वको आधारमा एकीकृत र शक्तिशाली आन्दोलनले मात्रै यसको समाधान गर्न सक्दछ। कागजले, कानूनले मात्रै यो समस्याको समाधान हुँदैन। क्रान्तिद्वारा यो समस्याको समाधान गर्नुपर्ने हुन्छ। हामीले सकिने जति बल गरेकै हो। यतिको बल गर्ने पार्टी, यतिको मिटर ब्याज पीडितहरूको पक्षमा लडाई लड्ने पार्टी अर्को कुनै छैन। त्यसकारण म तपाईहरु सबै मिटर ब्याज पीडितहरूलाई अपिल गर्न चाहन्छु, तपाईहरु भ्रममा नबस्नुहोस्। तपाईहरु कसैका गुलिया र भ्रमपूर्ण कुराहरूको पछि नलाग्नुहोस्। हामी कानूनी लडाई पनि पक्कै लड्छौं, अदालतमा पनि लड्छौं, संसदमा पनि, प्रतिनिधि सभामा पनि हामी यो विषय, मिटर ब्याज पीडितहरूको विषय उठाउँछौं र सडकबाट आन्दोलनको रूपमा पनि यो विषय उठाउनु पर्दछ। त्यसकारण सदनबाट, सडकबाट, सरकारको तीनवटै मोर्चाबाट र कानूनी लडाई समेत मिलेर मात्रै हामीले यो मुद्दा जित्न सक्छौं। म तपाईहरुलाई हाम्रो पार्टी त्यसै कारण यो हुलाके मार्ग केन्द्रित अभियानमा तपाईहरुसँग जोडिन
तपाईहरुको समस्या तपाईहरुकै मुखबाट सुन्न हामी आएका छौं। म तपाईहरुलाई यो अपिल गर्न चाहन्छु। त्यसैगरी हामी सबै पीडितहरूको पक्षमा, उनीहरूका जायज मागहरूको पक्षमा, चाहे सरकारमा रहौं या सडकमा, सदनमा हौं या कानूनी लडाईमा, हामी तपाईहरुको पक्षमा छौं। तपाईहरु कोही भ्रममा नपर्दिनु होला। हामीले जे देखेका छौं, तपाईहरु कहिलेकाहीँ पीडितहरू अझ बढी दलालहरूको भ्रममा, बिचौलियाहरूको भ्रममा, जाली फटाहरूको भ्रममा पर्दा पनि समस्या समाधानमा कठिनाई भएको छ। यो अपिल म तपाईहरुलाई गर्न चाहन्छु। त्यसैगरी यहाँ मलाई तपाईहरुले माग प्रस्तुत गर्दा यहाँ पहिले पनि उखु र केराको सुपर जोन सरकारको कृषि मन्त्रालयको नेतृत्व हाम्रो कमरेड चक्रपाणी खनाल बलदेवले गरेको बेलामा उखु र केराको निम्ति एउटा विशेष जोन घोषणा नवलपरासीको यस क्षेत्रमा गरिएको थियो। तर त्यो घोषणा अनुसार आवश्यक अन्य व्यवस्थापनको समस्या समाधान भएको छैन। मलाई राम्रोसँग थाहा छ यसको निम्ति आवश्यक पर्ने केरामा पनि, उखुमा पर्ने आवश्यक पर्ने मलखातको समस्या, अन्य व्यवस्थापनको समस्या, मजदूर र श्रमिकहरूको समस्या लगायत बजारको समस्याको कारण, जस्तो यहाँ प्रस्तुत अघि नै भइसक्यो, विदेशबाट आउने जब हाम्रो केरा या उखु बिक्रीको लागि तयार हुन्छ, त्यति बेला विदेशबाट सस्तो मूल्यमा प्रशस्त केरा र उखु आउने र राज्यले त्यसलाई रोक्न नसक्ने कारणले पनि यस क्षेत्रमा समस्या भएको छ। मलाई त्यो कुरा राम्रोसँग जानकारी छ। र यहाँ पनि चाहे केरा उत्पादनको काममा होस्, चाहे उखु उत्पादनको काममा होस्, श्रमिकहरूलाई शोषण गर्ने कुरा फेरि लगातार भइ नै राखेको छ। दिनभरि काम गरेर 200-250 रुपियाँ कमाउन पनि श्रमिकहरूलाई गाह्रो पर्ने, अनि किसानहरूले बजार नपाउने र उचित मूल्य नपाउने कारणले यस क्षेत्रमा विकासको प्रशस्त सम्भावना हुँदाहुँदै पनि विकास हुन नसकेको कुरा मलाई थाहा छ। आज तपाईहरुले मलाई माग पत्रको प्राप्त दिनुभएको छ। टिस्यु कल्चर ल्याब हुन पर्यो, आधुनिक प्रविधिको अभाव छ, केराको सुपर जोन जसरी संस्थागत रूपले स्थापना हुनुपर्ने त्यस्तो नहुनु, आधुनिक प्रविधि ड्रोनबाट कीटनाशक र घुसीनाशक विषादी प्रयोग हुन नसक्नु र यी समस्याको समाधानको निम्ति टिस्यु कल्चर ल्याब, केराको सुपर जोन, ड्रोन प्रविधिको प्रवर्धन लगायतका विषयमा मैले बोली पनि दिन पर्यो र सरकारलाई, राज्यलाई दबाब दिएर यसको व्यवस्था गर्न पर्यो भनेर तपाईहरुले भन्नुभएको छ। म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु, यो कुरा म सदनमा गएर तपाईहरुका आवाजहरू, तपाईहरुका पीडा, तपाईहरुका समस्याहरूलाई मैले सशक्त रूपमा उठाउने छु र तपाईहरु पनि एकजुट भएर तलबाट आवाज उठाइराख्नु पर्ने हुन्छ। तपाईहरुले आन्दोलनको तयारी पनि गरिराख्नु पर्ने हुन्छ। माथि र तल दुवैबाट लडाईँ लडेपछि मात्रै यो लडाईँ जितिन्छ। म यो कुरा पनि तपाईहरुलाई विशेष रूपले अपील गर्न चाहन्छु। आदरणीय जनसमुदाय, अर्को महिने पछिल्लो पटक प्रधानमन्त्री हुँदा लाखौं युवाहरू, अझ खास गरी तराई मधेसका युवाहरू नागरिकताको समस्याको कारणले यति धेरै पीडित थिए, निकै ठूलो आतंक थियो। उनीहरूका आमा बुवा दुवै नेपाली नागरिक हुने, नागरिकताको प्रमाणपत्र आमासँग पनि छ, बाउसँग पनि छ, तर छोराछोरीले नागरिकता प्राप्त गर्न नसक्ने एउटा विडम्बना, बडो लज्जापूर्ण स्थिति थियो र मैले नै प्रधानमन्त्रीको रूपमा कठोर संघर्ष गरेर अन्ततः नागरिकताको समस्या समाधान गर्ने गरी
ऐनको व्यवस्था गरियो र अहिले लाखौं नेपाली युवाहरूले नागरिकता पाउने प्रक्रियाको ढोका खुलेको छ। आज फेरि केही समुदायले अझै पनि नागरिकता पाएका छैनौं भनेर पनि मलाई यहाँ माग पत्र प्रस्तुत गर्नु भएको छ। म तपाईहरुलाई के विश्वास दिलाउन चाहन्छु भने सामाजिक न्याय अन्तर्गत सामाजिक विभेदका विरुद्ध लडाई अन्तर्गत यो नागरिकताको समस्या समाधान गर्न सक्ने एकमात्र पार्टी पनि माओवादी केन्द्र मात्रै हो, माओवादी नेतृत्व मात्रै हो र बाँकी रहेका नागरिकता समस्या पनि समाधान गरिनेछ र अन्य सबै खालका जातीय विभेद, भाषिक विभेद, क्षेत्रीय विभेद, विभिन्न खालका अपमानजनक व्यवहारको विरुद्ध संघर्ष गर्ने पार्टी पनि माओवादी केन्द्र नै हो। यो कुरा पनि म तपाईहरुलाई विशेष रूपले राख्न चाहन्छु। त्यसैगरी सुस्ताको समस्याको बारेमा म प्रधानमन्त्री हुँदा या प्रधानमन्त्रीबाट विपक्षी दलको नेता हुँदा पनि यो समस्या त्यहाँका जनताका समस्याहरू समाधानको निम्ति निरन्तर प्रयास गरिएको छ। अहिले लामो झुलुङ्गे पुल बनिसकेपछि एउटा नयाँ वातावरण बनेको छ। अझै पनि जुन ओडा चाहे नारायणी नदी पारी छन् त्यहाँका जनताका समस्या र वारीका पनि जनताका समस्या बारे पनि यहाँ मलाई तपाईहरुले ज्ञापन पत्र मार्फत केही मागहरू प्रस्तुत गर्नु भएको छ। म तपाईहरुका मागप्रति गम्भीर भएर त्यसलाई सदनमा उठाउने समाधानका निम्ति चौतर्फी पहल कदमी लिने विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु। आदरणीय जनसमुदाय, अब मैले धेरै लामो व्याख्या गर्नु छैन, तपाईहरुले बुझिसक्नु भएको छ। मेरो नेतृत्वको सरकारले गएको 18 महिना सरकार चलाउँदा सुशासनको पक्षमा भ्रष्टाचारका विरुद्ध, सामाजिक न्यायका पक्षमा सामाजिक विभेदका विरुद्ध, आर्थिक पछौटेपनका विरुद्ध, आर्थिक समृद्धि र प्रगतिका निम्ति राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा देश र जनताको प्रतिष्ठा, आत्मसम्मान र पहिचान वृद्धि गर्नको लागि धेरै काम गर्ने कोसिस गरेको तपाईहरुले थाहा पाउनु भएको छ। यदि थाहा पाउनु भएको छैन भने तपाईहरुले राम्रोसँग बुझिदिनु होला। हामीले देश र विदेशमा लिएका पहलबाट यो देशका दलालहरू आत्तिए। माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहिराख्यो भने दलालहरूको भविष्य बर्बाद हुने भयो भन्ने ठाने उनीहरूले। माओवादीको नेतृत्वमा सरकार रहिराख्यो भने बिचौलियाहरूले रातारात करोडौं अरबौं कमाउने दिन जानी भए भन्ने सोचे उनीहरूले। भूमाफियाहरूले सरकारी जग्गा कब्जा गरेर व्यक्तिका नाममा बनाउने र त्यसबाट करोडौं अरबौं कमाउनेहरूले अन्धकार देख्न थाले। त्यसकारण तिनीहरूले एमाले र कांग्रेसका नेताहरूलाई किने। तपाईहरुले बुझ्नु भएको छ यो कुरा राम्रोसँग। म तपाईहरुलाई गहिरो गरी बुझ्न अपिल गर्न चाहन्छु। तिनीहरूले किने एमालेका प्रमुख नेताहरूलाई र कांग्रेसका नेताहरूलाई र राम्रो काम गर्न खोजेको हाम्रो नेतृत्वको सरकार हटाउनको लागि त्यहाँ किनबेच भयो, त्यहाँ लेनदेन भयो, त्यहाँ सेटिङ भयो, विभिन्न खालका सेटिङ। भ्रष्टाचारीहरूलाई कसरी बचाउने, यो सरकारलाई के भनेर ढाल्ने, अनि राम्रो काम गर्ने कर्मचारीलाई कसरी हटाउने भन्ने बारेमा त्यहाँ लेनदेन भयो र हामीलाई बाध्य पारियो सरकार बाहिर आउन। तपाईहरुले पक्कै पनि यो कुरा बुझ्नु भएको होला र तपाईहरुले बुझ्नुपर्छ भनेर म तपाईहरुलाई अपिल गर्न चाहन्छु। हामीले त्यत्तिकै यो हुलाकी मार्ग केन्द्रित अभियान तपाईहरुको बीचमा चलाएको होइन। यो देशमा सबभन्दा बढी पीडित, शोषित, अपमानित, आर्थिक रूपले विकासको दृष्टिकोणले राज्यद्वारा पछि पारिएको क्षेत्र हो हुलाकी मार्ग वरिपरिको क्षेत्र। त्यही क्षेत्रमा गएर तपाईहरुसँग सम्बन्ध बनाउनै पर्छ भन्ने उद्देश्यका साथ हामी तपाईहरुको अगाडि उपस्थित भएको हो। यसलाई तपाईहरुले गहिरो गरी मनन गर्नुहोला, सोच्नुहोला, परिवारमा बहस छलफल गर्नुहोला।
माओवादी केन्द्रले राम्रो काम गर्न खोज्दै हुलाकी मार्गको कुरा तपाईहरुलाई थाहा छ। कयौं वर्षदेखि यो काम रोकिएको थियो, लथालिङ्ग थियो। मैले दोस्रो चोटि प्रधानमन्त्री हुँदा भारत भ्रमणमा गएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग मैले खरो कुरा गरेको थिएँ। हुलाकी मार्ग निर्माण भारत सरकारको सहयोगमा गर्ने भन्ने समझदारी छ, तर यो हुलाकी मार्गको काम अगाडि बढेको छैन। यदि भारत यो हुलाकी मार्ग बनाउन तयार होइन भने मलाई भनिदिन पर्यो। हामी अहिले बनाउन सक्दैनौं भन्नुहोस्। हामी नेपालले नै जसरी भए पनि तराईमा बस्ने, भारतको सिमानाको नजिक बस्ने नेपालीहरूको लागि जीवन रेखा, लाइफ लाइन हो हुलाकी मार्ग। त्यो हुलाकी मार्ग म नेपालकै बजेटबाट बनाउँछु तपाईहरुले भनिदिन पर्यो भनेपछि मोदीजीले तपाईहरु अगाडि बढ्नुहोस्, भारतले सहयोग गर्छ भनेपछि म उहाँबाट भारत भ्रमणबाट फर्केपछि सिराहाको बरियारपट्टि भन्ने ठाउँमा गएर 73 मा शिलान्यास गरेपछि हुलाकी मार्ग निर्माण प्रक्रियाले गति लियो। अहिले झण्डै 350 किलोमिटर बनिसक्यो। केही बन्न बाँकी छ, केही पुल बन्न बाँकी छ। त्यो पुलहरू र बाँकी काम बनाउनको लागि पनि हाम्रो पार्टी निरन्तर लागि परेको छ र तपाईहरुको यहाँ यस जिल्लामा पनि मलाई राम्रोसँग थाहा छ हुलाकी मार्ग निर्माणका केही समस्याहरू छन्। 6 किलोमिटर बाटो बनेन भने हुलाकी मार्ग जीवन्त हुन सक्दैन भन्ने पनि मलाई थाहा छ। त्यसकारण म र मेरो पार्टीले सदनबाट यो हुलाकी मार्गको कामलाई यथाशीघ्र सम्पन्न गर्नको निम्ति त्यहाँ पनि आवाज उठाउँछ। हाम्रा सरकारका मोर्चाहरू, स्थानीय सरकार हामीसँग 123 वटा सरकार छन्। 123 वटै सरकारबाट पनि हामी आवाज उठाउँछौं। सड़कमा पनि हामी यो हुलाकी मार्गका पुल र बाँकी निर्माण कार्य सम्पन्न गर्नको लागि सड़कमा पनि आउँछौं। तर तपाई आदरणीय जनसमुदाय पनि यसलाई जीवन रेखा मानेर तपाईहरु आन्दोलित हुनै पर्दछ। तपाईहरु माओवादी केन्द्र वरिपरि गोलबन्द हुनै पर्दछ, किनकि माओवादी केन्द्र मात्रै गरीब मजदूर, किसान, दलित, महिला, मुस्लिम, आदिवासी, थारू सबैको नेतृत्वकर्ता हो। हामीले बरु बीचमा केही त्रुटि गर्यौं, मैले अघि भनि नै सके। हामी त्रुटि सच्याउन तयार छौं। हामी तपाईहरुसँग जोडिएर यो देशमा नयाँ युग, समाजवादको युग निर्माण गर्ने, समानताको युग निर्माण गर्ने, विकास र समृद्धिको एउटा नयाँ क्रान्तिको थालनी गर्न हामी तयार छौं। अहिले म यो गर्मीको समयमा पनि तपाईहरुले देख्नु भएको छ, म र मेरो नेताहरूको सिंगै टिम हुलाकी मार्ग वरिपरि जनताकै घरमा बसेका छौं। कहिले शहीद परिवारको घरमा, कहिले बेपत्ता योद्धा परिवारको घरमा, कहिले गरीब मजदूर किसानहरूका घरमा, कहिले कहीँ गएर हामी जनताका मनमा के छन् भन्ने नजिकबाट बुझ्न चाहेका छौं। र अहिले सरकारका व्यथिति, अराजकता र भ्रष्ट चरित्रका विरुद्ध संघर्षको एउटा तयारी गर्न पनि हामी यो हुलाकी मार्ग केन्द्रित अभियानलाई अब बिस्तारै अन्त्यतिर पुर्याउँदैछौं। हामीले बाँके बर्दिया पहिला सकिसकेका छौं। हिजो पूर्वी नवलपरासी, आज यो पश्चिम नवलपरासी, भोलि रूपन्देही कपिलवस्तु हुँदै कञ्चनपुर पुगेर यसलाई समापन गरिँदैछ। यहाँसम्म पुग्दा तपाईहरु कहिले दलाल पार्टीहरूका पछि, कहिले भ्रष्टहरूका पछि, कहिले बिचौलियाका पछि लाग्ने गल्ती नगर्नु होला। तपाईहरुको सक्कली आफ्नै छोराछोरीको पार्टी माओवादी केन्द्र मात्रै हो। माओवादी केन्द्रले केही कमजोरी गर्यो विगतमा भने पनि तपाईहरुले के बुझिदिनु पर्यो भने आफ्नै छोराछोरीले गल्ती गरे, बिथाइ गरे, फेरि अब त्यस्तो गर्दैन बा आमा भनेर चाहिँ शरण पर्न आयो। हामीले एकचोटि फेरि माओवादीलाई नै मौका दिनुपर्छ भनेर हेर्नु होला। त्यसपछि हामी सबै अनुभव सहित यो देशका गरीबहरूको पक्षमा, उत्पीडितहरूको पक्षमा, सामाजिक न्याय र समृद्धिका पक्षमा
हामी निरन्तर लडिराख्नेछौँ। यो प्रतिबद्धता म तपाईहरुको अगाडि व्यक्त गर्न चाहन्छु। मलाई खुसी छ, अहिले मलाई गर्व पनि छ। झापाको सबभन्दा होचो भूबाट सुरु गरेको यो अभियानमा हजारौं र लाखौं जनसमुदाय जोडिसक्नु भएको छ। उहाँहरूका पीडा आँसु सबै जोडिएका छन्। सबै शहीद बेपत्ता परिवारका पीडाहरू पनि जोडिएका छन्। हजारौं वृद्धा, हजारौं युवा युवती, हजारौं चाहिँ नागरिकहरू पार्टीमा जोडिएका छन्। तपाईहरुले पनि मेहनत गर्नु होला। म हाम्रो पार्टीका साथीहरूलाई पनि भन्न चाहन्छु, जसरी पार्टी केन्द्रले विगतमा केही कमजोरी भयो भनेर आत्मालोचना गरेर जनतासँग जोडिन आएको छ, जनताका पीर मर्का सुन्न आएको छ, तपाईहरुले पनि आफ्नो प्रदेशमा, क्षेत्रमा, जिल्ला र स्थानीय तहमा जनताको घर घरमा जाने, उहाँहरूका पीर मर्का सुन्ने र त्यसलाई समाधान गर्नको लागि पहल गर्न मेहनत गर्नु होला। यो पार्टी हेडक्वार्टरको तर्फबाट म सबै प्रदेश र स्थानीय पार्टीका साथीहरूलाई निर्देशन पनि दिन चाहन्छु। तपाईहरुले शहीद र बेपत्ता योद्धाका परिवारलाई अनदेखा नगर्नु होला। उहाँहरूका आँसु पीडालाई बेवास्ता नगर्नु होला। पाप लाग्छ, हुन त पाप र धर्म हाम्रो अर्कै बुझाइ हुन्छ, तर पनि त्यो शहीद र बेपत्ता परिवारका आँसुहरू लाग्छ। तपाईहरु बुझ्नु होला। मैले त त्यो कुरा बुझेर आत्मसमीक्षा सहित एकचोटि फेरि 70 पार हुँदा पनि 25 को जवान जस्तो गरी दौडेको छु देशभरि जनताको निम्ति। तपाईहरु पनि दौडिनु होला। यही अपिल गर्दै बिदा हुन्छु। धन्यवाद। अभिवादन।